जय मसी ए हो हाम्रो पछि आइहाल्नु भएछ होलिडेको टाइम छुट्टी भएको कारणले गर्दा हामी तपाईँको साथ कामको कार्यक्रम अहिले चाहिँ बाटो जाँदैछु बाहिर यतातिर चाहिँ यो ट्रेलर रोड होइन हो कन्टेनर छ होइन यता हामी भित्रको बाटो गाउँको बाटो जान्छ गाउँको बाटो यहाँ अब तपाईँको गाउँको बाटो उतातिर कम्पनीहरू छ ट्रेलर सेलर लोड गर्ने ठाउँ छ यो चाहिँ गाउँको बाटो भन्न मिल्छ भित्र गल्लीतिर किधर जाएगा यहाँनिर चाहिँ यो ट्रान्सपोर्टको गाडीवालाहरू लोड गर्ने ठाउँ हो भित्र चाहिँ सामान टन्नै छ लोड गर्छ यहाँबाट यहाँ पार्किङमा छ लोडिङको लागि होला यता लोड गरेर हिँड्दैछ यिनीहरू चाहिँ ल है साथी लोड गरेर हिँड्नु हामी त हिँड्यौँ कम्पनी छ नेपालीहरू टन्नै छ उतापट्टि एनएसएस छ होइन उतापट्टि पनि टन्नै नेपालीहरू कामको सिलसिलामा आउनु भएको हुनुहुन्छ कम्पनी ठुल्ठुलो कम्पनीहरू यता छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो भिडियो हेरेर एक्सपर्टाइज कम्पनी राम्रै छ अलामारा इन्टरनेसनल कम्पनी पनि राम्रै छ त्यो चाहिँ मेरो कम्पनी हो भन्नु मिलेन हाम्रो कम्पनी हो म चाहिँ त्यो कम्पनीमा काम गर्छु होइन यहाँ चाहिँ अर्को छ यो तामिमी कम्पनी हो यहाँनिर बोर्ड देख्न सक्नुहुन्छ तपाईँहरूले यो पनि राम्रै छ तपाईँहरूलाई यो कम्पनीहरूको डिमान्ड भेट्नुभयो भने आउन सक्नुहुन्छ नि धक्क पाएर अहिले चाहिँ हामी यहाँ हस्पिटल आइपुग्यो होइन मेडिकलमा यहाँ हाम्रो एकजना चाहिँ मेडिकल छिर्नु पनि भयो हल्का मेडिसिन दिनुलाई सिटीमा मेडिकल लाइनतिर आएर बसिरहेको छु यता वेटमा छु म चाहिँ यता आउनु भयो अहिले मेडिकलै बन्छ बन्द छ चल्दैन अब चाहिँ सक्यो यतातिर हाम्रो घोडा यता छ चढ्ने कुद्ने आएमा यो लोकल पार्क कुद्दा थाक्यो कि यस्तो चिसो हावामा आउँदैछु रे
दियो त जत्तिकै हो गाडी या पार्किङतिर ब्रो यहाँ दाजु पनि बनाउँदै हुनुहुन्छ यहाँनिर चाहिँ खास यो बेलुका भएपछि यहाँनिर रमाइलो हुन्छ यहाँ बनाउँछ अनि यहाँनिर चाहिँ बनाउँछ अहिले चाहिँ छैन अहिले बेलुका अँधेरो भएपछि यहाँ चाहिँ कार होइन रमाइलो हुन्छ गाडी कहाँ छ गाडी खोज्न जाँदैछु कहाँ गएर आउनुको फ्रेस भएर आयो अलिक फ्रेस भएर आयो एकछिन घुमेर त्यस्तो चिसो समुद्रको हावा खानु भएर फ्रेस भएर पनि फेरि अझै अर्को फ्रेस कस्तो खोज्नुभयो हरेक कन्टेन्ट अनुसारको फ्रेस हुन्छ यो है पुरो यस्तो हो कुरो त्यस्तो भयो कुरो त्यस्तो परेछ अरे कुरा बुझिहाल्नुहोस् कुरो त्यस्तो परेछ र मेरो मोबाइल स्विच अफ भयो सन्त दामी देख्दो रहेछ है आमा अहिले त फेरि बेसी भयो मान्छे त यहाँ त अनि अघि हामी 3 जना थियौँ अहिले अर्को 3 जना प्लस हामी 6 जना भएको छ है गएर है कहाँबाट आउनु भएको तपाईँ चाहिँ ड्युटीबाट हो ड्युटी सकेर खासमा पनि ड्युटीमै थिएँ होइन तर अघि बिचमा अघि बोलेर फ्रेन्ड थिएन अनि चेन्ज गरेर मात्रै अगाडि देख्नु भएको खासमा पनि ड्युटीमै छु होइन 4 जना चाहिँ बिहान आएको ड्युटीमा अहिले फेरि हामी फर्किँदैछौँ हाम्रो सिग्नल पनि खुलेछ होइन क्यामेरा त देख्दैन नि मलाई होइन